चाहिँ त्यो राम मन्दिर मेरो पुल तर्दै छ कि मेरो पारि यहाँ त खुलै छ मन्दिरको हिसाबले खुलेको छ हामी त मैले कहिले यता बताऊँ अब यहाँ मानौ यो मुस्ताङदेखि अब मुस्ताङ घाँसा भनौँ त्यहाँदेखि अब अलपर्ट पऱ्यो मानौ 1 महिना भइसक्यो अब न अब ठेक्दाले हेर्ने भयो मेड भन्ने गाउँतिर गयो बसाबस भयो उतै हामीलाई ल्याएको थियो नि हजुर मेडले ल्याउँदा उतै बसिहाल्यो त्यसले गर्दा हामी यहाँ समस्या अब यहाँ हामीलाई ठेक्दालाई कल गऱ्यौँ हामीलाई यहाँ कसले भयो दिनु ठेक्दालाई कल गर्दा ठेक्दारले भन्छ मलाई केही थाहा छैन अस्ति तिमी जे गर्छौ गर भन्न लाग्यो अनि हामी बाध्य भएर अब के गर्ने अब जस्तो जे होला बिचमा जो होला भन्ने हामी हिसाबले त्यहाँबाट छोडेर हिँड्नै पर्ने भयो हिँडेर अब जहाँसम्म सकेला अब घर त अब बाँके पुल पुग्नै पऱ्यो त्यही हिसाबले हामी हिँडेको कति दिनसम्म हिँडेको छ 2 दिन भयो 2 दिन हजुर 2 दिन भयो आज यहाँ कहाँ बस्नुभयो त राति हामी यहीँ पुलिसहरू यो गलेश्वरको पुलिसहरू त्यहीँ रोक्यो यहाँ आएर गर्नु त्यहीँ बसेर बस्यौँ त्यही जाने भने यो त जान्दैन उतै जानु हामी जाँदैनौँ उता के हिसाबले जाने न हाम्रो घरसम्म केही छ अब उहाँकै हामीलाई वहीँ मार पर्ने हाम्रो यहीँ मार पर्ने र हामी त उधै जाने भने तिमी त्यसै पारिबाट जाऊ भने यो बाटो सिकाइदिएर अब यताबाट आयो बाटो पारि छ अहिले हालमा 9 जना मात्र एकजना उहाँ हुनुहुन्छ होला गाउँको एकजना हुनुहुन्छ र हामी 9 जना अब यस्तो अलपर्दै भनौँ हामीसँग केही पनि छैन खानु नपिनु आएको 10 दिन बसेको थियो अब ठेकदारबाट पनि भएन अब मानौँ मेरो त भागिहाल्यो कसलाई भन्ने लापत्ता जस्तो भयो यता मुस्ताङको नै उतैतिरको वहीँ बन्द भयो त बसेर आएन त म के गर्नु भन्छ उसले पनि उनी उतै बाँकी छन् ऊ पनि बाँकैमा छ उसले भन्छ म केही गर्न सक्दिनँ केटा अब तिमीलाई भारत यहाँ पठाउनु भयो तपाईँहरूलाई यहाँ पठाएको अब यस्तो अवस्थामा ऊ पनि नआउन सकेको कारण होला होइन उसलाई पनि के भन्नु छ र उसले त भाडा सारा गरेर ल्याइदिएको यो ठाउँमा छोड्दा यहाँ हाम्रो हेरचाहमा हुँदाखेरि यहाँ हामीले धेरै पहल पनि गरियो अब उसलाई ठेकदारलाई भन्यो अरूलाई भन्यो हामीलाई के कस्तो हिसाबले पठाइदिने हो भन्दाखेरि उनीहरूले हामीलाई केही थाहै छैन तिम्रो हाम्रो मर्जीले जस्तो हिसाबले जान्छौ जाऊ भन्ने बाध्य भएन हामी हिँड्नै पर्छ अवस्था अब झन् चर्ची हुँदै गयो कहिले के भन्छ कहिले के भन्छ रोगी झन् बढ्दै जान्छ भन्छ कहिले अर्को भन्छ अब खुल्ने गर्नु अस्ति अब कहिले खुल्ने निश्चित पनि भएन कि हामीलाई निश्चित कि काम मिलाइदिनु मेरो काम पनि नै अब त अब खायो अब आफ्नै पैसाको खाऊ उसले हाम्रो त्यो खानाको पनि बेहोर्दैन अब त्यहाँ आउनु त आएको थियो तिमी अब मिडियाको हेरविचार गर्न आयो रासन पानी मिल्छ भने नामसाम गऱ्यो अब आउँदा साथीलाई केही पनि मिल्न रहेछ 2 चोटि नाम पनि लेखा तर मिल्ने चाहिँ हामीले त्यस्तो व्यवस्था मुस्ताङ कुन ठाउँमा हुनुहुन्थ्यो तपाईँ मुस्ताङ हामी घाँसामा हुनुहुन्थ्यो सबै बाँके कोहलपुरकै हुनुहुन्थ्यो सबै बाँके एकजना उहाँ तान्नु धन्दाको हजुर सुनार बिहानै उठेर गलेश्वर राम मन्दिरको दर्शन गर्न गएको थिएँ ठ्याक्क राम मन्दिर पुग्नुभन्दा केही अगाडि उहाँहरू पारिबाट चाहिँ पुल तर्दै हुनुहुन्थ्यो म एकछिन उठेर सोधेँ उहाँहरूको बारेमा कहाँबाट आउनुभयो भनेको उहाँले चाहिँ मुस्ताङको घाँसादेखि आएको भन्यो कहाँ पुग्ने पुल अनि त्यस पछाडि म दर्शन गरेर उहाँसित सँगसँगै आएर यो हाम्रो बेनीको कालीपुलमा रहेको प्रहरी चाहिँ बिट छ त्यहाँ चाहिँ मैले सम्पर्क गरेँ उहाँहरूले पर्वतका मान्छे पर्वतमा भएको समस्या उतै गएर कुरा गर्नुहोस् भन्नुभयो पर्वत नै गएर कुरा गर्नुहोस् भन्नुभयो म पर्वत बेनीको चौकी कार्यालयमा चाहिँ कुरा गरेँ उहाँ सही साहबहरू हुनुहुन्छ सही साहबलाई फोन गरेर सम्पर्क गर्दा मुस्ताङबाट आउने मान्छे पहिला म्याग्दिन आइकन त पर्वतमा आउँदैन त्यो पर्वत चाहिँ नि उहाँहरूले हामीलाई किन पठाउनु भयो त्यो पहिला पारि नै गएर भन्नुहोस् भन्नुभयो अब यो उहाँहरू वास्तविक भन्यो भने अलिकति जिम्मेवार वहन नगरेको जस्तो लाग्यो मलाई किनकि हिजो सरकारले चाहिँ कानुनै बनाएको छ अथवा चाहिँ आदेश नै दिएको छ चाहिँ अल्पत्र परेका कामदारलाई सकेसम्म सम्बन्धित ठाउँमै व्यवस्था गर्ने यदि त्यो सम्भव छैन भने सुरक्षित सम्बन्धित उहाँहरूको घरसम्म पुर्याउनु प्रशासनले अथवा प्रहरीले चाहिँ काम गर्नुपर्छ अथवा स्थानीय सरकारले गर्नुपर्छ भनेको अवस्थामा तर यहाँ मैले वडा अध्यक्षलाई पनि फोन गरेँ मैले समन्वय गर्ने ठाउँमा गर्न सक्छु तर
यसरी पालिकाले वारी फ्याँक्दै गर्दा हामीले सधैँभरिलाई समस्या समाधान गर्न सकिँदैन भन्नुभएको छ हाम्रो यो 3 नम्बरको वडा अध्यक्षले पनि उहाँलाई पनि सम्मान गरेँ। अब अलिकति सरकारी प्रशासनबाट अलिकति गैर जिम्मेवार बहन गरेको महसुस गरेको छु। दुई दिन भयो खाना नखाएको। हिँड्दा थाकिसक्यो। समस्याबारे बताउनु। एउटा बुवाको 4 दिन भयो। हजुर मुस्ताङ हुनुहुन्थ्यो? किन हजुरले यो त्यहाँको प्रशासनलाई त्यहाँको प्रहरीलाई भन्नु भएन? हजुरले समस्या भनेर पनि केही यहाँबाट त्यस्तो सम्भव नै छैन। यो हुन्न यस्तो के कागजात जाने सिस्टम गाडी उतैदेखि पनि म उ गरेँ हो ल्याउने भनेर 40,000 रिजर्भमा भन्ने कुरो पनि भयो थियो। गाडी हो कि भयो थियो त्यसलाई लिएर उताउति अब गाडी पास नबन्दाखेरि गाडी पनि अब के हुन्छ पहिले ल्याउँछ त भने केटाहरूले पछि अब कागज पनि छैन आउनु सक्दैन भनेर बाँकीबाट गाडी ल्याउने तयारी पनि गर्नुभएको? तयारी पनि भयो। 40,000 तयारी भएर आउँछ भनेर गाडी नआउने कसरी जल्दी आउँछ अनि अब तपाईँ त यस्तो अवस्थामा झन् भोकै हुनुहुन्छ, यसरी हिँड्दा त झन् गाह्रो भयो होला। गाह्रो त कुरै नगर्नु अब हान्न खुट्टै उकाल्न सकिन्न खुट्टा सुनिएर यस्तो भयो। आदि चाहिँ आन्तरिकमा त बाहिरपट्टि कपडा लाउँदाखेरि ठिकै होला पनि जस्तो हुन्छ, आन्तरिक भागमा कहिले कलाइन्छ।